नमस्ते, हजुरले देख्न सक्नुहुन्छ मेरोमा चाहिँ अब मौरी छुट्याउने टाइम भइसकेको छ है। भाले मौरीको कोषहरू हालेको छ, देख्न सक्नुहुन्छ। यो सी आकारको चाहिँ भाले मौरीको लार्वा हो। यतापट्टि प्युपा हो टालेको चाहिँ, अनि फुलहरू पनि पार्दैछ, बनाउँदैछ। मेरो चाहिँ अब मौरी छुट्याउने टाइम भएको छ होइन। मेरो चाहिँ मौरी बिक्रीमा छ है। अब हजुरले लान चाहनुहुन्छ भने म बेच्नेवाला छु मौरी, हजुरले किन्न सक्नुहुन्छ। र कतिले भन्नुहुन्छ मौरी ल्यायो भागेर जान्छ, भागिहाल्छ कि मौरी ल्याएर के काम भन्नुहुन्छ। मौरी भाग्दैन है, ट्रेनिङ लिनु पऱ्यो कि त्यसको लागि हामी ट्रेनिङ पनि दिन्छौँ। हामी 3 दिने ट्रेनिङ पनि दिन्छौँ र 15 दिने ट्रेनिङ पनि दिन्छौँ। 3 दिने ट्रेनिङमा चाहिँ के हुन्छ भने मौरी कसरी राख्ने, कस्तो ठाउँमा राख्ने, अफ सिजनमा के गर्ने, कस्तो कुराहरू दिने, मौरीलाई कसरी राख्ने भन्ने कुरा हुन्छ भने 15 दिनमा चाहिँ कृत्रिम रानो कसरी बनाउने, मौरी कसरी छुट्याउने, कृत्रिम रानो कसरी बनाउने, कृत्रिम रानो कसरी दिने भन्ने ट्रेनिङ हुन्छ है। मौरी चाहिँ हामी चाहिँ मौरी सम्बन्धी ट्रेनिङ चाहिँ 70% ट्रेनिङ चाहिँ हामी तपाईँहरूलाई दिन्छौँ। र मौरी भाग्दैन त भन्दिनँ म, तर भाग्दैन है। ट्रेनिङ लिएपछि हामीले जानिसकेपछि मौरीको अवस्था सबै बुझिसकेपछि मौरी चाहिँ भाग्दैन है। अनि त्यही भएर हजुरहरूले मौरी लानुभन्दा पहिले